काङ्ग्रेस सरकार हुँदाखेरि बनाइदिनु भएको हो। त्यही भएर म चाहिँ उहाँलाई भोट हाल्छु। यत्रो भिडियो, यत्रो जेन्जी आन्दोलन भएको केसको लागि तपाईँको गाउँमा बाटो गयो होला, तपाईँको रोड चाहिँ पिच भयो होला। अब हामी चाहन्छौँ त्यो बाटो हरेक ठाउँमा बनोस्, त्यो पिच हरेक ठाउँमा। त्यो चाहिएको होइन, जेन्जी आन्दोलनले त्यही खोजेको होइन त, त्यही बनाउन चाहन्छौँ। हाम्रो आजको निर्णय खालि त्यही तपाईँको ठाउँमा मात्रै बाटो पिच गरेको कारणले तपाईँ भोट हाल्नुहुन्छ भने अनि हाम्रोमा चाहिँ पिच कसले गरिदिन्छ? नमस्कार सबैजनालाई, स्वागत छ यस कार्यक्रममा। आज हामी छुट्टै विषयमा कुरा गर्न चाहन्छौँ, जुन चुनावी अनि वास्तविक रेल कुराहरूलाई। मैले धेरै मानिसहरूलाई सोधेँ भोट केसमा हाल्न चाहनुहुन्छ। त्यहाँ आउँछ एउटै उत्तर सबैको, म बिरामी हुँदा यसले सहयोग गरिदिनु भयो वा उहाँले सहयोग गरिदिनु भयो, म दुःखमा पर्दा मलाई उहाँले सहयोग गरिदिनु भयो, त्यसैले म भोट चाहिँ उहाँलाई नै दिन्छु। यो कुरा सुन्दा एकदमै राम्रो लाग्छ, खुसी पनि लाग्छ। सहयोग गर्नु राम्रो कुरा हो, तर प्रश्न के छ भने के हामी देशको भविष्य छान्दैछौँ कि हामी व्यक्तिको ऋण तिर्दैछौँ त? चुनाव भनेको व्यक्तिगत सम्बन्धको निर्णय होइन, यो त देशको दिशा निर्धारण गर्ने प्रक्रिया हो। यदि हामीले केवल मलाई सहयोग गरेको त्यो काम गरिदिएको के आधारमा हामीले भोट हाल्यौँ भने त्यो निर्णय भावनात्मक हुन सक्छ, दीर्घकालीन हुन सक्दैन। हो, त्यो सहयोगको कदर गर्नुपर्छ, तर नेतृत्व छान्दाखेरि हामीले ध्यान दिनुपर्ने कुराहरू के हो त? उसको इमान्दारिता, उसको काम गर्ने क्षमता, उसको सोच र दृष्टिकोण, उसले समाज र देशको लागि के योजना बनाएको छ त? हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने एक भोट सानो जस्तो लाग्न सक्छ, तर यही एक भोटले भविष्य निर्धारण गर्छ। यदि सही सरकार बन्यो भने व्यक्तिगत सहयोग खोज्ने अवस्था कम हुन्छ, व्यवस्था बलियो भयो भने सहयोग सबैलाई समान रूपमा पुग्छ। आफूलाई मात्र हेरेर निर्णय नगरौँ, आफ्नो सानो स्वार्थ भन्दा माथि उठेर सोचौँ। पार्टीहरू फरक हुन सक्छ, तर नेतृत्व कसलाई दिने भन्ने निर्णय हाम्रो हातमा छ। हाम्रो भोटले नै राम्रोलाई माथि ल्याउँछ र गलतलाई हटाउँछ। त्यसैले विनम्रतापूर्वक अनुरोध छ, योग्य उम्मेदवार, काम गर्ने उम्मेदवार छनौट गर्नुहोस्। हामीले आज गरेको निर्णयले भोलिको नेपाल निर्धारण गर्छ। म तपाईहरूलाई यसमा केही उदाहरणहरू दिन चाहन्छु। व्यक्तिगत प्रसङ्ग धेरैलाई सोधेको, म चाहिँ अहिले हाल छिन्चुबाट भिडियो बनाइरहेको छु। हिजो एउटा भाइलाई सोधिरहेको थिएँ, भाइ तिमी भोट केसमा हाल्छौ त? भाइले सिधै भन्दै थिए, दाइ हाम्रो गाउँमा जाने रोड पिच भएको छ, त्यो चाहिँ हाम्रो काङ्ग्रेस सरकार हुँदाखेरि बनाइदिनु भएको हो, त्यही भएर म चाहिँ उहाँलाई भोट हाल्छु। यत्रो भिडियो, यत्रो जेन्जी आन्दोलन भएको केसको लागि त? त्यो तपाईँको गाउँमा बाटो गयो होला, तपाईँको रोड चाहिँ पिच भयो होला। अब हामी चाहन्छौँ त्यो बाटो हरेक ठाउँमा बनोस्, त्यो पिच हरेक ठाउँमा। त्यो चाहिएको होइन, जेन्जी आन्दोलनले त्यही खोजेको होइन त, हामी त्यही बनाउन चाहन्छौँ। हाम्रो आजको निर्णय खालि त्यही तपाईँको ठाउँमा मात्रै बाटो पिच गरेको कारणले तपाईँ भोट हाल्नुहुन्छ भने अनि हाम्रोमा चाहिँ पिच कसले गरिदिन्छ त? हो, हाम्रोमा यस्तो समस्याहरू छन्। यहीँ कतिपय मानिसहरूले भन्नुहुन्छ हस्पिटल गएको, उहाँ नेताजीले फोन गरिदिनु भयो, 6-7 दिनमा हुने काम मेरो आजै भयो अनि फर्के गरे गर। तपाईँ कतिसम्म अन्धो हुनुभएको त? के तपाईँको 6 दिनमा हुने काम 1 दिनमा भयो हो, त्यो हामी मान्छौँ। तपाईँलाई गरेको एउटा सहयोग राम्रो कुरा हो, तर तपाईँ 6 दिनमा हुने व्यक्तिले 1 दिनमा गर्दाखेरि बाँकी अरू व्यक्तिले पछाडि सर्नु पर्ने कुरा चाहिँ बिर्सिनु भएको छ। हो, त्यही 6 दिन पछि हुने कुरा चाहिँ हामीले चाहिँ त्यो 1 दिनमा तपाईँको हुनसक्छ भने हामी सबै व्यक्तिको हुनुपर्ने चाहिँ नेतृत्व छान्न जरुरी छ, काम गर्ने नेता छान्नु जरुरी छ। हो, पार्टी सबै एउटै हुन्, कोही पनि नराम्रो छैनन्, तर त्यसभित्र भएको व्यक्ति, सही असल काम गर्ने व्यक्ति चाहिँ छान्न जरुरी छ। धन्यवाद। यो भिडियो हेरिसकेपछि तपाईँहरू सबैले योग्य उम्मेदवार, काम गर्ने उम्मेदवार छान्नुहुन्छ भन्ने पूर्ण आशा छ। धन्यवाद, बिदा हुन्छु, नमस्कार।